हेलो एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानल। फेरि पनि स्वागत छ हजुरहरूलाई युन्जन लिजाको ब्लगमा। म पनि सन्चै छु, आयो हजुरहरू पनि सन्चै हुनुहुन्छ होला। म चाहिँ आज बिहानै रेडी भएर चाहिँ यता मेरो भान्जाको बेमा जाँदैछु अनि 7 बजी आउनु भनेको, आज अहिले रेडी हुँदा यताउता गर्दा 9 बजिसक्यो। अब म चाहिँ त्यता जाँदै अब चाहिँ म यहाँबाट निस्किन्छु। यहाँबाट निस्केपछि चाहिँ हजुरहरूलाई के हुन्छ अनि भिडियो हेर्दै गर्नु होला, इन्जोय गर्दै गर्नु होला। लेट्स सी अब के हुन्छ, म उतै गएर देखाउँछु है हजुरहरूलाई। यहाँ चाहिँ सबैजना खाना खाँदै हुनुहुन्छ। अब चाहिँ हामी चाहिँ खाना खाएर चाहिँ अब निस्किने हो, त्यही भएर यहाँ चाहिँ मेरो हस्बेन्ड हुनुहुन्छ अनि जेठाजी हुनुहुन्छ, बसिराख्नु भएको छ हाम्रो जेठानी। यो आजको वेदर चाहिँ के भएको यस्तो डुम्म घामै नलागेको, तर कस्तो हप्प गर्मी छ कि है। ओलीले हारेर हो कि क्या हो, सूर्यले हारेर घामै गायब बनाइदियो क्या ओलीले है। ओलीले देशै झन्डैले गायब बनाइदिनु लाग्यो, सूर्य पनि गायब बनाइदियो जस्तो छ। अब हामी चाहिँ अब सबै खानपिन भइसक्यो, अब चाहिँ हामी चाहिँ निस्किन्छौँ। यहाँ चाहिँ बाजा बजिरहेछ पुरै। यहाँ चाहिँ पुरै बाजा बजिरहेछ अनि गाडी पनि आइसक्यो। अब चाहिँ हामी एकछिनमै निस्किन्छौँ अनि हजुरलाई देखाउँछ है पुगिसकेपछि। हाम्रो चाहिँ उहाँ चाहिँ भान्जी हो है, भान्जी खाना खाँदै हुनुहुन्छ। उहाँ चाहिँ जेठाजु, उहाँ चाहिँ दिदी। ल जन्तीको घरबाट खाना खाएर निस्किनु। हजुर हेलो गर्दैन, हेलो गर। उहाँ चाहिँ मेरो जेठानी। ल फाइनली जन्ती चाहिँ निस्क्यो है। अब चाहिँ निस्किने लाग्यो। यहाँ बाजा बजेछ, तर नाच्ने मान्छे चाहिँ कोही छैन। अझै बेहुलै निस्किएर हिँड्छ, बस्दा झ्याउलाइसक्यो। बस्दा झ्याउलाइसक्यो मेरो बुढा, बस्दा झ्याउलाइसक्यो। बिहान 7 बजी आउने भनेको, कतिखेर होला, अझै टाइम लाग्छ होला, अल्छी लागिसक्यो। नाच्न पाए भए रमाइलो हुन्थ्यो, अब नाच्ने मान्छे कोही छैन, एक्लै उफ्रेर भएन होइन। बुढा तिमी नाच्छौ र?
आइसक्यौँ। अनि जन्ती जानुभन्दा अगाडि चाहिँ हाम्रो चाहिँ एउटा कुल मन्दिर के त्यहाँ चाहिँ जन्ती चाहिँ निस्किसकेको छ, तर मन्दिरमा चाहिँ आएर अनि पूजा गरेर ढोकेर चाहिँ अनि बल्ल निस्किन्छौँ क्या हामी बेहुली दिनलाई निस्किन्छौँ। जन्ती चाहिँ आउँदैछ अहिले। बेहुला भान्जा पनि आउँछ। अब चाहिँ हामी चाहिँ सगुनहरू सबै चढाएर अनि मन्दिर दर्शन गरेर चाहिँ हामी जन्ती अनि बेहुली दिनको लागि निस्किन्छौँ है। कार्य गर्दाखेरि चाहिँ जहिले पनि यसरी ढोकेर अनि पूजा गरेर अनि बल्ल जाने बाबा मम्मी बुढो बाबा है कुल पूजा गरिसक्यो, कुल मन्दिरको दर्शन गरिसक्यो, छुट हुँदैछ फ्यामिली दर्शन गरिसकेपछि चाहिँ मलाई चाहिँ थाहा नै थिएन कि यस्तो बिहिबारको अवसरमा चाहिँ सिकाउनु पर्ने थाहा फर्स्ट टाइम। तर आफ्नो ठाउँको पासी पनि छैन, एक्लै पूजा पनि नाच्नु भइरहेको मान्छे नाचिरह एक्लै चाहिँ नाच्नु गएको कि फेरि अनि केही कुरा बुझ्दैन कि अब है। अब बिहिबार पूजा बिहिबार हुन्छ आफ्नो यता ठाउँ गएको चाहिँ तामा घाटा आउँछ। फाइनली हाम्रो चाहिँ गाडी ट्र्याक्कै र अब हुनेवाला भान्सामा सबै आएर मजाले एकदम कार चाहिँ यस्तै डेकोरेसन गरेको राम्रो वाउ अब चाहिँ के हुन्छ, अब चाहिँ हामी चाहिँ अब चाहिँ एकदम ढिला भइसक्यो। अब चाहिँ हामी चाहिँ एउटा फोन गरिसक्नु भयो कतिचोटि ढिला भयो भनेर। अनि फेरि हाम्रो चाहिँ लाखामरी दिएको छैन कि लाखामरी दिने कार्यक्रम पनि आज नै हो, त्यही भएर अब चाहिँ हामी चाहिँ गरिदिनु। अर्को पनि किनिदिन्छ यसले फेरि एउटा
त खानु